दिदीले थियो अनि मेरो राखिरहेको थिएँ धेरै छैन थोरै छ कतार पठाइदिनुलाई धेरै खानु हुने रे अस्ति साथीहरू ल्याउनु आएको थियो धेरै खानाहरू साथी भाइहरूले मिठो भएर मेरो भएन म के लाउँदैछु अनि बेला बहिनीलाई चाहिँ गरिदिनु है भिडियो भनेर गरिदिइरहेको छु हामी कुरा पनि गरिरहेको छौँ कुरा गर्दै 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 अनि बहिनी चाहिँ कुरा गर्दैछ कि हामी त्यहाँ जाने कुरा गर्दै 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 म केलाइरहेको छु अनि मलाई चाहिँ एकदमै राम्रो केलाउनु पर्छ कि त्यो अलिकति ढुङ्गा पनि हुने भएर मसिनो सबै टुक्रा खाएको कि घाम पनि कति धेरै लागिरहेछ अनि आनन्द पनि भइरहेछ होइन सक्नु लाग्यो है जति नै लाग्यो त्यसले पिसेर चाहिँ पठाइदिनु पर्नेछ अनि कुरा गर्दैछौँ हामी दुईजना के गर्नु काम त गर्नु पर्यो काम है राम्रो गरेको मनपर्छ कि यस्तो केटाकेटीहरू केलाउनु पऱ्यो भने चाहिँ एकदमै मिहिनेत गरेर हेर्नुपर्छ सक्यो फलेर पनि अन्त खै त हेरिदिनु है सुनिदिनु होला यतै छ अलिकति अझै अलिकति छ थोरै छ तर घाम चाहिँ धेरै लागिरहेछ घाम चाहिँ लागिरहेछ घाम चाहिँ धेरै लागिरहेछ कोदो है मेरो दिदीले पठाइदिनु भएको मेरो दिदी हुनुहुन्छ उहाँले रोप्नु भएको मलाई राम्ररी नै पठाउनु भएको केलाई तुली गरेर त्यही पनि अझ राम्रो बनाउनुलाई म हेर्दैछु यसो सरर बनाएर ल है त यो खोटाउँदेखि मेरो हाम्रो भाइले ल्याइदिनु भएको हाम्रो पहिलाको घरबेटी बाबुले कस्तो राम्रोसँग यो नाउलो महँगो पनि पर्छ अनि कोदो पनि छिर्दैन यो नाउलामा के लगाइरहेको छ काम गर्दैछु कुट्दैछु फाल्दैछु सक्यो।